येशू चाहिँ पुरा अहिले आजको दिनहरूमा उहाँ जहाँ स्वर्गमा हुनुहुन्छ, उहाँ महिमाले परिपूर्ण हुनुहुन्छ। उज्यालो प्रकाशले ज्योतिले उहाँलाई घेरेको छ। उहाँ महिमामा विभूषित हुनुहुन्छ, शक्तिले सुसज्जित हुनुहुन्छ। उहाँ येशू चाहिँ येशूलाई कसैले पनि नाङ्गो आँखाले देख्न सक्दैन। तर धन्य ती मानिसहरू जसले येशूलाई नदेखे पनि विश्वास। प्रभु येशूले भन्नुभयो, ती मानिसहरू धन्य हुन् जसले मलाई नदेखे पनि विश्वास गर्छन्। अनि त्यो विश्वासको आत्मा, विश्वास है पवित्र आत्माद्वारा मानिसको हृदयमा जब गरिन्छ, जब पवित्र आत्माद्वारा येशूले आफूलाई मानिसको हृदयमा भइकन प्रकट गर्नुहुन्छ, तब मात्र ती मानिसले उसको जीवनमा उसले परमेश्वर हुनुहुन्छ। प्रभु येशू नै सत्य परमेश्वरको पुत्र, उहाँ नै परमेश्वर पिताको प्रतिरूप हुनुहुन्छ भनेर तब उसले भन्न सक्छ। अनि यो नाङ्गो आँखाले चाहिँ प्रभु येशूलाई कसैले पनि देख्दैन, कसैले पनि देख्न सक्दैन अबको जेनेरेसनमा। उतिखेरको जेनेरेसन जो 2026 इयर्स पहिला जब येशू ख्रीष्ट आफ्नो चेलाहरूद्वारा ती मानिसहरू क्रुसमा आउनुभयो, टाँगिनुभयो होइन, त्यहाँ त्यतिखेर चाहिँ प्रभु येशूलाई मानिसले शरीरमा देखे त्यो जेनेरेसनले। तर अबको जेनेरेसनले पवित्र आत्मा उसको हृदयमा भएर उसले भन्न सक्छ। अनि त्यो उहाँले गर्नुहुने कामद्वारा, उहाँको ती आश्चर्य कामहरूद्वारा मात्रै मानिसले प्रभुलाई देख्न सक्छ। आमेन। यो कुरा चाहिँ हामीले ख्याल गर्नुपर्छ। प्रभु येशू कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भनेर मानिसलाई धेरै प्रश्नहरू हुन्छ। र पनि यो प्रश्नको जवाब एउटै हुन्छ कि उहाँलाई कसैले पनि देख्न सक्दैन। उहाँ आत्मा हुनुहुन्छ अनि उहाँको कामहरू चाहिँ देख्न सक्छौँ। अनि त्यो कामद्वारा नै हामी उहाँ नै परमेश्वर हुनुहुन्छ भनेर हामी विश्वास गर्न सक्छौँ।